मेरो चाहिँ यो सोल्डरिङ आइरनको तार चुटिएर बनाइरहेको थिएँ र सोचेँ कि तपाईँहरूलाई पनि देखाइदिउँ यो कस्तो हुँदो रहेछ, कसरी काम गर्छ भनेर। फर्स्टमा देख्नुहुन्छ यहाँ यो चाहिँ हाम्रो बोर्डबाट आएको फेज र न्युट्रल हो र यहाँ एउटा सिम्पल सर्किट छ जुनमा एलइडी पनि छ र यो चाहिँ हाम्रो मेन हिटिङ एलिमेन्ट हो। र कनेक्सन चाहिँ यसो कस्तो हुन्छ भन्दाखेरि फर्स्टमा हाम्रो जुन फेज हुन्छ अथवा फेज सुरुमा यो पोइन्टमा आउँछ र यो पोइन्टमा आएपछि यो चाहिँ डाइरेक्ट एलइडीसँग एउटा कनेक्ट छ र अर्को चाहिँ यहाँ डायोड छ। यो डायोडको काम के हो भन्दाखेरि यसले चाहिँ जुन एसी सिग्नल छ त्यसलाई चाहिँ हाफ वेभ रेक्टिफाई गरेर पठाउने हो, मेन पर्पस यो। र फेज हाम्रो यहाँ आउँछ र यसको न्युट्रल जुन हुन्छ त्यो चाहिँ रेजिस्टरको यो एन्डमा आउँछ, रेजिस्टरको यो एन्डमा आउँछ। जसले गर्दाखेरि चाहिँ एलइडी चाहिँ अब फेज पायो यसले र न्युट्रलमा चाहिँ अब यसले रेजिस्टर हुँदै फर्केको छ भनेपछि एलइडी बल्ने भयो। र हाम्रो यो जुन हिटिङ एलिमेन्ट छ यसको चाहिँ कनेक्सन यो दुईटा हुने भयो। जुन फेज आउँछ त्यो डायोडबाट हुँदै यहाँ आयो र यो रेजिस्टरलाई बाइपास गर्दै न्युट्रल यहाँ आएको छ र यो दुईटा कनेक्सन यसरी हुने भयो। ठिक छ।